नमस्कार आदरणीय दर्शक महानुभावहरू, मेरो मातृभूमि अनलाइन टेलिभिजनमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। म महेश थापा। यति बेला हामी भिरकुटी मण्डप स्थित लोकतन्त्र दिवसको अवसरमा युथ सेलिब्रेसन भइरहेको छ। नेकपा एमालेका युवाहरूले आयोजना गरेको यो कार्यक्रम युथ सेलिब्रेसन आज वैशाखै गरेको लोकतन्त्र दिवस र यसै अवसरलाई पारेर नेकपा एमाले पार्टी अवसरको पनि अवसर पारेर आयोजित लाखौँ जनता उतारिएको बृहत सभासहितको यो प्रदर्शनमा यति बेला हामी भिरकुटी मण्डप स्थित विभिन्न ठाउँमा अवस्थित भएर यहाँहरूलाई यहाँका विभिन्न झलकहरू र आजको कार्यक्रमका सम्पूर्ण गतिविधिहरू देखाइरहेका छौँ। हामीसँग जोडिँदै गर्नुहोला आदरणीय दर्शक महानुभावहरू। यति बेला यहाँहरू देख्न सक्नुहुन्छ राष्ट्रिय सभागृहभन्दा अगाडिको जनमानसको खचाखच भिड र पुतली सडकमा स्थित छ र भिरकुटी मण्डपको यो गेटभन्दा भित्र पनि उत्तिकै उल्लासमय रूपमा भिड रहेको छ भने यतापट्टि पुरै पुतली सडकसम्म नै खचाखच यो हरिएको बाटो आएर क्याम्पस लगायतका ल क्याम्पस लगायत यो चाहिँ नि नेपाल पुलिस क्लब हुँदै पुरै भरिभराउ भएको छ। विभिन्न झाँकी सभा र युवाहरूले नै आफ्नो आवाज बुलन्द पारेको लोकतन्त्रमा युवाहरूलाई नै यसको बारेमा सिकाउनुपर्छ भन्ने उद्देश्यको साथ यो कार्यक्रम आयोजना गरिएको छ र सभ्य र भव्य रूपले कार्यक्रम अगाडि बढिरहेको छ। विशेष साङ्गीतिक कार्यक्रमहरू पनि भएको हुनाले अहिले पनि दर्शकहरू नाचन कार्यक्रममै विभिन्न गायकहरूले आफ्ना बेजोड साङ्गीतिक प्रस्तुति गरिरहेको छ। हामी कार्यक्रमका बिचबिचमा विशिष्ट गायक कलाकारद्वारा जनसांस्कृतिक मञ्च लगायत विभिन्न जिल्लाका बाजा गाजा सहितका प्रदर्शनीहरू र विशिष्ट गायक कलाकारहरूका बेजोड साङ्गीतिक प्रस्तुतिहरू पनि प्रस्तुत भइरहेका छन् र केही बेरमै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्तव्य छोटो मिठो रूपमा राख्नुहुनेछ र महासचिव शङ्कर पोखरेलले पनि छोटो मिठो रूपमा राख्नुहुनेछ। तर बाँकी कार्यक्रम भने आजको यस कार्यक्रममा विशेष एकदम विशेष रूपमा यो कार्यक्रमलाई तपाईँहरूको बिचमा देखाउने प्रयास गरिरहेको छ। आदरणीय दर्शक महानुभावहरू, मेरो मातृभूमि अनलाइन टेलिभिजनमा देखेर तपाईँहरू हुनुहुन्छ र हामीसँग जोडिरहनु भएको छ र यहाँका विभिन्न झलकहरू नेकपा एमाले आज लोकतन्त्र दिवसको अवसर पारेर आयोजना गरेको बृहत सभा युथ सेलिब्रेसन युवा महोत्सवमा यहाँहरू सम्पूर्ण आदरणीय दर्शक महानुभावहरूले हेरिरहनु भएको छ। यति बेला साङ्गीतिक प्रस्तुति बेजोड रूपमा प्रदर्शन भइरहेको छ भने अबको केही बेरमै सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यहाँनिर आफ्ना सान्दर्भिक मन्तव्य राख्नुहुनेछ। महासङ्घका कलाकार साथीहरूले विभिन्न प्रस्तुति दिइरहनु भएको छ भने अहिले भर्खरै एउटा साङ्गीतिक प्रस्तुति आलु तामाले भन्ने गीत गायन कार्यक्रम समापन भएको छ र एङ्करले अब आगामी कार्यक्रमको सेड्युल भन्ने गरिनुभएको छ। अब हामी यति बेला पछि चाहिँ स्टेजको करिब नजिकतिर आइसकेको छ आदरणीय दर्शक महानुभावहरू। अब चाहिँ हामी स्टेजको नजिकतिर पनि आइरहेका छौँ। तपाईँहरू देख्न सक्नुहुनेछ हजारौँ लाखौँ युवाहरू सडकमा उत्रनु भएको छ, कार्यक्रम स्थलमा आउनु भएको छ। युवा महोत्सव भइरहेको छ। यहाँ चाहिँ बेजोड रूपमा यो महोत्सव
यहाँहरूले हेर्न सक्नुहुनेछ यहाँका विभिन्न साङ्गीतिक प्रस्तुति युवाहरूले दिने मन्तव्य लोकतन्त्र वास्तवमा युवाहरूको लागि हो र युवाहरूले लडेको हो लोकतन्त्रको कन्सेप्ट अवधारणा चाहिँ युवाहरूलाई नै बुझाउनुपर्छ भन्ने नाराका साथ नेकपा एमालेको युवा विद्यार्थी सङ्गठनहरू युवा सङ्घ नेपाल अन्तर्राष्ट्रिय सेब्यू लगायतका विभिन्न जनसांस्कृतिक महासङ्घ लगायतका सङ्घ सङ्गठनहरूले चाहिँ संयुक्त रूपमा यो कार्यक्रम आयोजना गर्नुभएको छ केही विशेष केन्द्रीय नेताहरूले मात्रै सठिक रूपमा सम्बोधन गर्नुहुनेछ भने बाँकी आजको यो कार्यक्रम सम्पूर्ण रूपमा युवाहरूले नै सम्बोधन गर्नुहुनेछ र युवाहरूकै लागि यो कार्यक्रम आयोजना गरिएको छ दर्शक महानुभावहरू हामी अहिले नजिकतिर पुगिरहेका छौँ यहाँ खोटाङका टोली खोटाङका हाम्रा माननीय सांसद विशाल भट्टराई फोटो सेसनमा हुनुहुन्छ यति बेला यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू अब फेरि यो ठाउँबाट पनि हामी अगाडि आइसकेका छौँ र स्टेजतर्फ विशेष कार्यक्रमहरू यहाँहरूलाई देखाउने हाम्रो जमर्को रहनेछ बाँकी कार्यक्रम यहाँहरू सम्पूर्णलाई स्टेजबाटै हामी देखाउनेछौँ र स्टेजको नजिक अहिले हामी आइसकेका छौँ आज दर्शक महानुभावहरू अब धिमे बाजा सुरु हुन थालिसकेको छ धिमे बाजा